खिँदैन गाइज यो जाडो महिनाको हुन्छ नि एक्सट्रिम त मुस्ताङ सुस्ताङतिरको भन्दा पनि कता अरे आयो भने त यहाँ ओहो दाइ हजुर त वाल देख्यो त यार यहाँ त कुदेर आउने भिडियोमा बनाउँदो रहेछ नि त यहाँ त सारा होला के देख्यो त टु मच देखेँ कि यार उनको सुटर यहाँ टु भन्न सक्छ है कहाँ हो यति हिँड्ने हो यहाँ देखिन्छ गाई अन्दाजुन किन होला अगाडि भनेर हिँडिने हो क्या यहाँ त मान्छेसँग ठोकेर पनि भेट्दैन यार यहाँ होला कि अगाडि भनेर हामी यस्तो हुन्छ नि अन्दाजमा हिँडिरहेको छौँ अब अगाडिको यहाँ मौसम हेर्नुहोस् न हजुर आफै त्यसपछि यतिमै थाहा हुन्छ कि यहाँ के कस्तो भइरहेछ यहाँ के देखिरहेछ हामीलाई भनेर तर यहाँ क्यामेरामा हेर्दा चाहिँ अलिअलि टाढा ठाउँमा देखिँदो रहेछ क्या दाइ बुझ्नु नि रियलमा भन्दा क्या ए यो रक गार्डन भनेको यो ढुङ्गा ढुङ्गा भएको र ओ हो गाइज यो हेरौँ त ल रक गार्डन त्यसको माथि चाहिँ के हो दाइ रक गार्डन गाइज लेट्स गो बादलको भित्र गीत गाउनु न कस्तो दामी गइन्छ म बुवा यो त म यहाँ त भिडियो बन्ने भयो आज त यार बस्ने ठाउँ हो क्या यो त गाई यहाँबाट यता बााउन्ड्री छ होइन यहाँबाट कोही तल नजाओस् त रिक्स होला नि ठाडो उकालो त बाइकमा त कहाँ घुमायो यार कहाँ छौ हामी कहाँ छौ गाइज यो के हो यो निषेध गरे अरे यार यो ठाउँमा त यस क्षेत्रमा खान पिउन र आगो बाल्न निषेध गरिएको छ होइन निषेध त गरिहाल्छ नि यसको मानिरहेको के भन्दाखेरि फोहोर नगरौँ भन्ने हिसाबले चाहिँ भन्नु खोज्यो न त यहाँ खानपिन यत्रो ए यहाँ रहेछ नि त गाइज रक गार्डन उत्तिको भने होइन गाइज यो यस्तो छ क्या यहाँ यता यो पहाड गयो भने के हुन्छ पहाडकै सल्क्यो भने त हामी त उता पुग्छौँ त बुटो होइन सल्क्यो भने त ट्याक्क बाइकमा उत्रिनु तल बुटोमा ल यता हामी कहाँ पुग्यौँ कि यो त यार मुभीमा हुन्छ नि यार यसो के लुकेर ढुक्सी गर्छ नि यस्तो भाग्नु पर्ने यस्तो गर्ने ठाउँ रहेछ नि त यो त बुझ्नु नि पुरा यहाँ टक्क लुकेर होइन दाइ बल्छ नि यो अति बल्छ यो कहाँ हो यो यही मेरी आमा ऊ त छ के घुम न घुमी ए तल हो कति अवस्था यार एउटा चुचुरो यहाँ ढुङ्गा जस्तो लाग्यो यत्रो बाटो चाहिँ बोलाखाँदा यार किनेकै छ क्या यता बिस्तारै आउनु है दाइ हो दाइ यस्तो के हे ला 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 होला क्या ढल्क्यो भने त लास्ट नमिल्ला भने पनि भयो नि दाइ सबभन्दा ठुलो पिक त्यही झन्डा जाँदा ला हे यो मन किन 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 भन्छ पनि जहाँ बस्दा पनि भयो त उता उता छ जस्तो लाग्यो हजुर हो टेन्सन त माल हुन्छ नि उता गयो भने ओहो यहाँ यो एकैछिन सो गाइस फाइनली हामी यहाँ आयौँ आउनु चाहिँ यो त अब के हो यार कहाँ हेर्ने हो केही देखियो पो यहीँ वरिपरि आफूलाई हेर्नै बस्ने हो गाइस ढुङ्गै ढुङ्गामा त छ यस्तो यहाँबाट तल त हामफाले पनि त कहाँ हो होइन यहाँबाट त हामफाले पनि कहाँ हो हिँड्नलाई बचेको यति एरिया गाइस है यति मात्र ऊ त्यो खाममा छ यति बसौँ होइन चिसो खाम पऱ्यो नि अफकोर्स पऱ्यो नि धेरै लाइक लिनु भन्ने यस्तो कुराहरूलाई हामी त चुगम फाल्नु पऱ्यो सबभन्दा पहिला यहाँ सुकुटी चलाउने बेला के चाहिँ चुगम बजाएको आएर बस्नु नि त
गाई यहाँ सुकुटी छ है फेरि हामीसँग स्पेसल सुकुटी फेरि देखाइदिनु पर्छ क्या ओहो यहाँ हेर्नु अब खुर्सानी सुर्सानी प्याज स्याज सब दबाएर हालिदिएको गाइज ओहो खाने पो गेले यार हातले हो यस्तो छ गाइज है 3X मा त केही राम्रो नदेखिँदो रहेछ यहाँ केलाई गाँठे र यतातिर चिसो छ गाइज उ त्यहाँ कोकसोकहरू राखेको छैन यसो गर्नु न अलि बवाल ठाउँमा भेट्न सक्छ क्या त होइन म उता अगाडि हेरेर आउँछु अलिकति राम्रो ठाउँ बेसी अझ कम्फर्टेबल ठाउँ भेट्न सक्छ कि मलाई किन मलाई भाइ आएको खै किन एकछिन रोक्नु है जस मलाई यहाँ रिसर्च हान्न दिनु यो ठाउँमा के छ कसो छ गाइज होइन हामी पनि यस्तो रक गार्डन त होला रक गार्डन भनेपछि यहाँ अलिकति सम्म रहेछ होइन यति चाहिँ सम्म एरिया छ गाइज ओहो यहाँबाट त बाटै छैन क्या क्या लाइन आउनु गाँठे टन रहेछ यार यहाँबाट चाहिँ काटन त यहाँबाट उरालो लाग्दो रहेछ दाइ यहाँ एरिया बेस्ट छ यार यहाँ त पुरा तल दुबई नै छ यहाँ ढुङ्गामा बसिनु भयो जहाँ बस्दा नि बेस्ट छ क्या बेस्ट बल आएन हेर्नु त त्यहाँबाट मैले देखेको छैन अरे ए ए ए ए ए यस्तो हुनु त ठाउँ भनेको त ओ माई गड आउनु न यहाँ उफु हजुर त दाइ हो त्यहाँ ओहो त्यहीँ बसेर खान लाग्नु क्या हजुर त यहाँ आइसिनु न हजुर काहीँ जानु यस्तो पाहाडमा छ क्या हामी बुझ्यौँ नि यता पनि बादल यता पनि बादल ऊ त्यहाँ दाइ छ लास्टै हाउस दाइ के हो मलाई ओकालीमा पनि हजुर मोटर चल्दो रहेछ ड्राइभर दाइलाई छ साला ओहो कताबाट हजुर खाना रेडी गरेर एउटा मजाले बसेर खाइदिने डाइनिङ टेबल त छ नि दाइ यो हेर्नु त चलो कुछ खाते हैं फिर खाते खाते कुछ दिखाएंगे गाइस सुकुटी खुर्सानी खुर्सानी एउटा खानु खुर्सानी खानु बाटो टाढो भएको त्यही भएर आएको खाने गयो मेन कुरा भोक लाग्यो क्या त्यसले गर्दा खाएको अलिक छिटो गाइज भर्खर भर्खर बल्ल यो बादल हटेर अलिकति देख्ने बाटो भयो गाइज ओहो यसो देखाऊँ भनेको हजुरहरूलाई तर यहाँको त डेन्जर डेन्जर छ गाइज म त यता बस्छु ल मैले यसो सपोर्ट लिएर यसो छ यहाँबाट तल सिधै सहर बजारहरू हो यो है रोडहरू देखिरहेको छ घरहरू देखिरहेको छ ए गाइज है बुझ्यो कि नै यत्रो भनिरहेको यहाँ पनि भन्दैन यार नाइ केही छैन यार के हो यार यो हाम्रो रक गार्डन भयो होइन उता केटाहरू रमिरहन झुमिरहन के गरिरहन तेरे नाम तेरो नाम भन्दा पनि यो शाहरुख खानको पुजलाई के भन्छ दाइ बादशाह ए बादशाह बादशाह ए बादशाह भन्ने गीतमा चाहिँ यसो हालिदिनु पो छ नि त्यो यता सिफ्ट भएर यतातिर आउँदैछ घुमेर भन्दा भन्दै हेर्नु भन्दा भन्दै पुरिनु लाग्यो यार गाइज अब के गर्ने भन्दा भन्दै पुरिनु लाग्यो गाइज कस्तो छ मेरो ह्यान्डसम देखाएको छैन गाइज ह्यान्डसम देखाएर लाइक हानिदेऊ 10-15 हजार यो भिडियोमा 15,000 लाइक आयो भने के भन्छ अरे च्यालेन्ज भन्छ कहाँसम्म जान सक्छौँ ल भन्नु न यो भिडियोमा 15,000 लाइक आयो भने हामी कहाँसम्म जान सक्छौँ कहाँसम्म जान सक्छौँ यस्तो मजा अब कहाँ हो भनेपछि त कुरै छोडिदियो हामी अलमोस्ट आकाशमा हो क्या हेर ल
अलमोस्ट आकाशमै छौ क्या गाइज हेर त पछाडि तिमी अलिकति तन्क्यो भने छुन्छौ क्या आकाश कस्तो होला गान्टे भएर मात्र हो कि अलिकति लम्बु भएको भए त भगवान पनि छुन्थ्यो ल हेर त ल गाइज ल यो आकाश भयो यो बादल यो ढुङ्गा ल अब आफै हेर भन तिमीहरू आफै भन गाइज ल यो कहाँ के फरक देखायो कि तिमीलाई यो हामी त आकाश छ जस्तो देखाएन यसो हेर्दा सेम होइन ल कहाँ घर देखाएको तिमीहरूले कहाँ घर देख्यौ गाइजहरू अब कमेन्ट हेर्न सकिँदैन गाइज लाखौँमा आउँछ अलिकति होइन 100-150 आयो भने पढाउँ भन्ने हुन्छ क्या दाइ बुझ्नु हेरेर यसो मजा आयो लाग्यो हामीलाई के बाल हामी त भिडियो गर्ने हो हाल्ने गाइज होइन दाइ हजुर उताबाट कुदेर आउनु पर्ने देख्यो नि त गुरुङ 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 कुदेर म यहाँबाट पुरा क्यामेरा यस्तो कुदेर आएर अनि यता पनि हेर गाइज हेर गाइज तिमीलाई म यतिसम्म गइरहेको छु मैले अब के भन यता गाइज एकछिनमा हेर है अर्को भिडियो हेर है दाइको भिडियो हेर है कस्तो हान्छु मैले अब सो गाइज लास्टै पिरो रहेछ नि दाइ गाइज सुकुटी ल्याएको थियो नि गाइज सुकुटी खाएको कि लास्टै पिरो भयो त्यहाँदेखि त अब अलमोस्ट हामी 1.5-2 घन्टा बसेको यहाँ जस्ट रमाइलो गएछौँ सो यहाँ अब यतै हजुर मुवा फोन आयो त ए यहाँसम्म आउँदो रहेछ लाग्यो गाइज है ल गाइज ल हेर गाइज उज्यालोमा आएको थियौँ अँध्यारो भइसक्यो गाइज खानेकुराहरू खाइयो टक्क सुकुटी ल्याएको थियौँ मजाले चिसो ल्याएको थियो खाइयो होइन हेर्नु गाइज यहाँ हाम्रो दाइ अगाडि हुनुहुन्छ होइन मस्त पाराले हिँड्दै हुन्छ होइन रक गार्डनमा त मजाले ढुङ्गाबाट हिँड्यो क्या दाइ नामै त रक गार्डन छ अनि टक्क यहाँ यसो टेक्ने गाइज यसो हिँड्ने क्या सबैले झ्याम रमाइलो गरिदिनुहोस् होइन रमाइलो गर्ने हो गाइज लाइक सेयर भन्ने कुरा पछि बिस्तारै हान्ने हुन्छ रमाइलो चाहिँ हुनु पऱ्यो क्या रमाउनिए भिडियो चाहिँ हुनु पऱ्यो क्या है ल दाइ इन गरिदियो भने त इन गर हजुर लिकी भइरहेको कि ल यता हेरिदिनु त यसो लास्ट स्माइल लुक हानिदिनु त तेरि हो दाइ त ऱ्यान्डमली भेटेर केटाहरू छ बवाल रमाइलो भइरहेको छ केटाहरू यहाँ बर्थडे बोय ए लेट्स गो बर्थडे बोय ओके बर्थडे बोय ल गाइज मासु पनि अलमोस्ट रेडी भइसकेको छ यहाँ अब हाम्रोमा यो मासु अलि फ्राइडमा छ 50% भएको छ मासु मासु भन्ने कुरा जति भुट्यो नि त्यति बल हुने मासु कुरा जस्तै अब यो मासुमा लगभग अब होइन टेस्ट चाहिँ बवाल आउँछ है फेरि अब मैले अलमोस्ट यहाँ नुन सुन सबै मिडियम हालेको छु होइन गाइज अलिकति नुन बढी खाने मान्छेले चाहिँ अलिकति नुन एड गर्दा हुन्छ अब यसमा अब एकछिन टमाटर हाल्ने टमाटर हालेर पाक्ने जति भुटे यति बवाल हामी त हिँड्नुपर्छ क्या अब नि पानी बित्यो होइन हामी त यतिकै जस हामीलाई यहाँ टक्क यहाँ एकछिन बस्न पाइयो होइन टक्क खाना त हामी अघिबाट सुकुटी खाएर खाएर अलरेडी हामी आयो होइन त्यस्तो खाना होइन जस रमाइलो भयो जस भेटघाट भयो त्यही नै बवाल कुरा लाग्छ कि मलाई फेरि बवाल छ होइन ल एकछिन डान्स गर्नु लाग्यो एकछिनमा ए होला लाउन यहाँ पैसा सम्हाल हामीलाई दुःख जति हामीलाई पुस्न देऊ न रुमाल खोला बगैँचाले होला लाउन यहाँ पैसा सम्हाल ल ओहो
ए के भयो Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday. God bless you. अब हामी निस्किन थालेको गाइजहरूले बस्छ कि बस्छ भन्दै थियो होइन यहाँ फ्रेन्डसिप पनि अलिकति स्ट्रङ नै भयो भनौँ न होइन बस्छ कि बस्छ भन्दै थियो तर ठिकै छ हामी अलिकति मजाले सुकुटी खाइसकेका थियौँ कोकसोक खाइसकेका थियौँ अब हामी निस्किन्छौँ घरतिर होइन दामी कुरा आएको अब जानुपर्छ किनभने उता मोबाइल पनि गर्दै हुन्छ मामाहरूले वेट गर्दै हुन्छ जानुपर्छ ओहो तिम्रो ज्याकेट त बाफरे बम डिफ्युज गर्ने जस्तो छ यार है हामी आजको मेन पोइन्ट भनेको दामी ठाउँ आयो क्या दामी क्रेजी दामी सर्कल भेट भयो दामी यहाँ रमाइलो गर्यो अब भिडियोमा सबै देखिसक्नु भयो होला कति दामी छ यो ठाउँ वा अहिले यस्तो देखिन्छ अहिले यो सहर देखिरहेछ भनेपछि अघि कस्तो देखिँथ्यो अघि पुरा बादल नै यहाँ यो वरिपरि यहाँ एकछिन यहाँ आफ्नो 5-10 मिटर हेर्ने ठाउँ पनि थिएन क्या भनेपछि अहिले यस्तो अहिले पानी परिसकेको थियो पानी परेर चाहिँ अलिक खुल्ला भएको थियो मौसम मजाले खुल्ला भएर हेर्नु यहाँ सर हेर्नुहोस् एकचोटि सर पारेर कस्तो दामी छ देखाइदिनु सर देखाइदिनु त बगाल तिहार कहाँ छ भन्नु पर्दैन क्या तिहारभन्दा अगाडि यो तिहार भएको हो क्या खासमा बुझ्नुभयो नि यस्तो देख्नु ल प्लिज कुन चाहिँ हालेको गाई चाहिँ क्रेजी तरिकाले हाल्यो यहीँ छ त सब छ यहाँ बम यहीँ छ मेरो मोबाइल चाहिँ कहाँ छ पानीले भिजी भएको छ यो कस्तो मोबाइल हो त मेरो मोबाइल यस्तो छ ठिक छ नो प्रब्लम यतिकै बुझ्नु पर्यो है गाइज आफै ल गाइज ल see you guys in मामा घर ओके let's go गाइज पुग्यो हामी मजाले यहाँ मामाको घर त्यहाँदेखि होइन लटर पटर गर्दै लड्दै पढ्दै आएका हामी भन्ने चाहिँ टक्क आइयो यहाँ मामाको घरमा होइन आयो नि आइयो खानापिना खाइयो मजाले टन्न भएर यहाँभित्र आएर टक्क अब सुत्ने तयारीमा छौँ हामी छौँ अहिले हामी कहाँ छौँ डिभर्ना भन्ने ठाउँमा छौँ डिभर्ना गहते भन्ने ठाउँमा छौँ अर्घाखाँची डिभर्ना गहते अर्घाखाँची भन्ने ठाउँमा छ हामी अझै टक्क घुमघाम गरेर आइयो खानपिन खाएर मजाले मामाइजूलाई भेटेर बहिनीहरूलाई भेटेर टक्क यहाँ बसिरहेका छौँ अब यहाँ टक्क एकछिन मजाले अन्त के भन्न चाहनुहुन्छ भन्नु न इन्डमा एट द एन्ड क्या एट द एन्ड म के भन्न चाहन्छु भन्दा रात परिरहेको छ यस सन्दर्भमा म भन्न चाहन्छु एकदम शुभरात्रि सबैको जय होस् सबैको कल्याण होस् सबैको मङ्गल बुझ्नुभयो नि साथीहरू शुभरात्रि भनेको गुड नाइट भन्नु खोजेको गाइस त्यति चाहिँ बुझ्नु पऱ्यो नबुझ्नेलाई यो त हलुको पारिदिएको क्या बुझ्नु बुझ्नेले बुझिजाऊ नबुझ्नेलाई श्रीखण्ड बल्ल बल आयो क्या हजुर अघि झिर्मी आएको थियो किनभने बाहिर थियो नि त जेले गर्दा कि यो इफेक्ट हो क्या इफेक्ट हो इफेक्ट भन्दा बहर त्यसो भए 1947 वाला इफेक्ट हो क्या लास्ट वर्ड सुता भएन यसो मैले मागेँ भने चाहिँ यदि राति हेर्दैछौ 11-12तिर बजे सुत धेरै टेन्सनले सुत झ्याप्प पायो हेऱ्यो रमाउने भिडियो ब्लग हेऱ्यो अनि मैले सिधै सुत अब जस्तै बिहान उठिरहेको छ भनेपछि यस्तै के नयाँ कुराहरू क्रिएट गर दिन रमणीय बनाऊ होइन त बिहान उठिरहेको छ होइन दिउँसो उठिरहेको छौ भनेपछि के गर्न सक्छ दिउँसोको केसमा भनिदिनुहोस् त यो भिडियो हेर्दाखेरि दिउँसो भएको भाइ यसपछि फेरि अर्को भिडियो हेर दिउँसो चाहिँ फेरि अर्को हाम्रो अर्को यसपछि एउटा योभन्दा अगाडिको या योभन्दा पछाडिको हेर होइन त्यहाँ के कुरा सिक्छौ होइन मजाले त्यही हो सिक्ने कुरा चाहिँ छोड्नु भएन बुझ्यो नि गाइजहरू
ल ल सुतामा ए ल सुतामा है भन्ने भाइ गुड नाइट शुभरात्रि अरू के भन्छ